लाग्दैछौँ पोखरादेखि मनोकामना दर्शन र त्यहाँबाट चितवनको यात्राको लागि। यता किरणलाई लियो हैन, तुम्रो बेग पहिला आइसकेको थियो, तुम बेग म र पुच्चु 4 जना भयो। अब हामी यहाँ कुखुरालाई कुर्दैछौँ बिहान हैन। ल सबजना अब एक्साइटेड छौँ हिँड्नको लागि। ल फाइनली कुखुरा आइपुग्यो। हाम्रो आजको राइडर विवेक, अगाडि तुम हैन। टक्क चिसो मौसम थियो, ट्याक घाम पनि दामी देखिरहेको थियो हैन, गोल्डन आवर बिहानको। र लगभग करिब हामी 1 आवर 45 मिनट्सको राइड पछाडि चाहिँ यो टक्क मनोकामना आइपुग्यो। मनोकामना टिकट किनियो। सो हेर्दै यताउता हैन। आज चाहिँ जस वेडनेसडे भएर होला लाइन पनि कम थियो क्या, अरू बेला त यहाँ तलसम्म लाइन हुन्थ्यो नि त हैन। घुमिफिराइ टक्कै केटाहरू एक्साइटेड छन् आज लाइन चाहिँ भएन है भनेर हैन। अनि हामी हिँड्दैछौँ माथितिर टुटुक गर्दै। अब अरू बेलामा त्यत्रो लामो लाइन बस्नु पनि आज खुइ आएर चाहिँ अब केबल कार चढ्नको लागि चाहिँ ऊ अगाडि बिएक्स ओल्डी अगाडि पुगिसकेको छ हैन। ल यो चाहिँ अब टक्कभित्र त्यहाँ टिकट देखाइसके पछाडि अब चाहिँ हामी यति चाहिँ लाइन थियो है। अलिअलि त लाइन बस्नु पऱ्यो नि त, फेरि मनोकामना आएर नि लाइनै बसेर भन्दा फेरि अर्थ भएन। एकछिन कुर्यौँ हामी त्यहाँ 7-8 मिनट 8-10 मिनट जति कुर्यो होला, अरूले धेरै कुर्नु पर्थ्यो। फाइनली हाम्रो गन्डला आइपुग्यो हैन। बेग टक्क भिडियो बनाउँदै अगाडि छिरिसक्यो। त्यसपछि म छिरेँ, आइपुग्यो तुम, त्यहाँ पछाडि फुच्चु, कुखुरे, सुदीप सर आइपुग्नु भयो र हामी फोटो पनि खिच्दिने व्यवस्था रहेछ हैन। यो चाहिँ ट्यागको गन्डलामा चाहिँ ल सर हेरौँ न कस्तो देखिन्छ बाहिर। सबजना चाहिँ मोबाइल हेर्दै फोटो भिडियो खिच्दै यो चाहिँ टक्क हामी सर माथि जान लागेको होला भ्यू हैन। यस्तो देखिएको थियो माथि पहाड, तल चाहिँ सानो घरहरू, खोला हैन। अनि ट्यागको गन्डलाबाट झरे पछाडि केबल कारबाट झर्ने बित्तिकै ट्याक्क हिँड्न सुरु गरियो। धेरै टाढा जस्तो लाग्थ्यो अरू बेलामा हिँड्दै गर्नु नि त, साथीभाइहरूसँग गफ गर्दै जाँदा चाहिँ छोटो लाग्दो रहेछ। यहाँ दाजुले चाहिँ देखाउनु भयो फेरि यो सामान यहाँ पाइन्छ भनेर हैन। हामी अरू नि हेऱ्यौँ तर यो ठाउँबाट चाहिँ ट्याक्क मन्दिर नजिकै देखियो। ल यहाँ चप्पल जुत्ता नि राख्नु हुन्छ भनेर त्यहाँ जुत्ता नि खोल्ने भनेर अरू सामान लियो। यसलाई यति अब त्यहाँ कपडा सपडा भएको के गर्दाखेरि रेट बढ्दो रहेछ। हामीलाई त्यस्तो चाहिएन, हामीलाई ल उयो दिनुहोस् भनेर चाहिँ केटाहरूले देखाएर ल नरिवल सरिवल भएकोलाई देखाएर चाहिँ टक्क एउटा चाहिँ लियौँ हैन। यो चाहिँ किरणको लागि अब जापानिज बोयले चाहिँ ल अब जापानिजको बसाइ चाहिँ राम्रो भयो भनेर थ्याङ्क यू भन्न आएको अरे। अनि त्यहाँबाट हामी अनि सामान लियौँ। सामान लिएर ट्याक्क मनोकामना मात्रै टिलिक्क टल्क्याछ सुन जस्तै हैन। त्यहीँ चप्पल खोलेर केटाहरू खाली खुट्टै छ टक्क हिँड्न सुरु गऱ्यौँ। अब हाम्रो सबिनको चाहिँ अलिकति खुट्टामा चाहिँ अलिकति इन्जोर्ड भएको भएर चाहिँ ऊ चाहिँ म बाहिर बस्छु केटा हो, तिम्रो गएर आओ भन्ने कुरा भयो हैन। अनि सधैँ माथिबाट लाइन होइन, आज जम्मा ट्याक्क त्यो ठुलो रुखबाट छिर्न पाउने हैन। हामी यहीँ थियौँ, जाने बित्तिकै त्यहीँबाट लाइन बस्यौँ। अनि धन्न हामी अलिकति भयो भने छिटो गरेछौँ। आखिर हामी बस्दा लाइन चाहिँ अलिकति पछाडिसम्म पुगिसकेको थियो हैन। वहीँ हामी बस्दा पुगेको लाइन। विशेष यसको सिनेमेटिक हाल्नु न थोरै भनेर चाहिँ लिइदिएको कि सिनेमेटिकवाला भिडियो। मन्दिरमा जानलाई एक्साइटेड छ, कति 3 वर्षपछि नेपाल आएको अरे। आउने बित्तिकै मनोकामना जाँदाखेरिको एक्साइटमेन्ट छुट्टै छैन। यो चाहिँ रुख पनि देखियो। अनि टक्क ल त्यहाँ पनि आधी घन्टा जस्तो चाहिँ कुरियो हामी लाइनमा। त्यस आधी घन्टा अब 25-30 मिनट कुरियो टक्क अगाडि लागियो। यस मन्दिरको भ्यू त्यहाँबाट माथिबाट देखेको होला है टक्क। अनि मन्दिरमा पूजा गरिसके पछाडि चाहिँ हामी बाहिर यो चाहिँ धुपबत्ती बाल्नलाई केटाहरू एक्साइटेड छन् फेरि धुपबत्ती चलाउनलाई। सबिन आइपुग्यो फेरि टक्क टिका लगाएर यतैबाट। अनि टक्कै मन्दिरमा यस्तो थियो, अलिअलि फोहोर पनि थियो। त्यो फोहोर चाहिँ अलि व्यवस्थित गर्नुपर्ने। अनि त्यस पछाडि आयो हाम्रो फोटो खिच्ने पाल्यो। ल यो मिलेन भन्दै यसले फेरि यहाँ फोटो खिच्नु दिइरहेछ बिएकलाई हैन। बिएकले ओलो यस्तो गर भनेर सिकाउँदै टक्क फोटो खिच्ने कार्यक्रम भयो। पालो सबले फोटो खिच्यौँ। अनि त्यस पछाडि पालो आयो हाम्रो ग्रुप सेल्फी खिच्ने भनेर लिएको भिडियो बनाइयो हैन। जस मेमोरिज हो। ल यो पनि ल म नि गोरे आइरहेको छु है भनेर आज म पनि मक्क थियो अलिक गोरे आएको। बिएक छेउमा कार्यक्रम देखियो, पूजाको सामग्री पनि देखायो हैन। त्यति भन्दै घडी हेर्दै थियौँ। अब 12 बज्न लाग्यो। हामीलाई पुग्नु थियो चितवन। 12 बजे पछाडि केबल कार 12 देखि 1 बन्द हुने। यताउता खानालाई बोलाइरहेको थियो वरिपरि टक्क ल मगर भएकोमा आउनुहोस् झैँ गर्दै। तर हामी रोकिएनौँ। हामी यताउता भाँडाकुँडा छिँडा यताउता हेऱ्यौँ, काटखाई हैन आइटमहरू हेऱ्यौँ। तर हामीलाई हतार थियो जसरी निस्किनु, त्यही भएर हामी केही नखाइकन डाइरेक्ट मुगलिन पुगेर खाने भनेर हामी निस्कियौँ त्यहाँबाट। यो चाहिँ अब हामी गन्डलाबाट देखेको फर्किँदाखेरिको भ्यू भयो। त्यहाँ पछाडि हामी तल आइपुग्यौँ पार्किङमा आइपुगेर चाहिँ टक्क अब चाहिँ फर्किनुपर्छ। अब ल भोक पनि डेन्जर लागिरहेछ हैन। लगभग 12 बज्न लागिसकेको थियो, करिब 12 बजिसकेको थियो। अनि त्यही भएर चाहिँ ल अब गएर खानासाना खानुपर्छ, भोक लागिसक्यो भनेर हामी हतार गरेर चाहिँ सबजना चाहिँ गाडीमा चढेर अब ल मनोकामना मातालाई हामी बाई भन्दै यहाँबाट निस्कियौँ।
होइन। अब अट्टो लगाएर मुगलिङबाट चितवन भन्ने सोचेर यो चाहिँ अब 20 दालभात पावरमा चाहिँ पुग्यो। मुगलिङमा रहेको दामी थियो एम्बियन्स चाहिँ होइन, टक्क यो सजावट पनि राम्रो थियो होइन, फ्रेन्डली थियो स्टाफहरू पनि। अनि यो टक्क यो खाना सबजना खाना हेर्दै मक्क भएर चाहिँ ल खाना प्रायोरिटी फोटोमै छ हाम्रो होइन। ल ट्याक्क सबको खाना आयो, अब चाहिँ ल हामी खान्छौँ। र मजाले खाना खायो, आधा घन्टा जति रेस्ट गरेपछि हामी लाग्यो चितवनतर्फ। थ्याङ्क यू।